यो एक्लै वर्कआउट हान्न पनि लास्टै झ्याउ लाग्दो चिज रहेछ क्या। म चाहिँ आज एक्लै थिएँ अनि म प्रायः जसो वर्कआउट चाहिँ एक्लै हान्छु, तर अरू बेला चाहिँ जिममा अरू मान्छेहरू पनि हुनुहुन्छ, दाइहरू चिनेको अलिअलि। अब त्यहाँ जिम वर्कआउट गर्दा गर्दै चिनेको दाइहरू हुनुहुन्थ्यो। आज चाहिँ म हल्का ढिलो गएर त्यस पछाडि म चाहिँ एक्लै भएँ क्या आज चाहिँ। अनि त्यही पनि अब आइसकेको हानेर गइहालौँ भनेर चाहिँ आफूलाई अलि सेल्फ मोटिभेटेड गरेर चाहिँ हानेँ। अनि मलाई अर्को चिज चाहिँ यो चना खाँदाखेरि चाहिँ यो चपाउँदा चपाउँदा किन यस्तो झ्याउ लाग्ने चपाउन है, यो चपाउँदा चपाउँदा हुने भएर चाहिँ मैले आज चाहिँ नयाँ आइडियाले चना खाएँ होइन। यसलाई चाहिँ मिक्सरमा हालेर पिसेर ट्याक्कै त्यसमा दुध हालेर अनि हल्का सुगरको लागि क्रिएटिन हालेँ। 1 स्कुप क्रिएटिन हालेको बवाल हुँदो रहेछ। सुगर पनि युज गर्नु परेन, क्रिएटिनबाटै भइहाल्यो। त्यसपछि चाहिँ दिनमा 1 कप कफी नखाए त हुँदैन हुने, कफी खाइयो। अनि आज चाहिँ क्याफे बर्थडे थियो, अनि फ्रीमा पाएको केक त नखाने कुरै भएन। हल्का केक खाएर अनि घर आएर मस्त खाना खाएर पल्टेँ। थ्याङ्क यू सो मच फर वाचिङ, बाई बाई।